यो विशेष समारोहमा यो विशेष विषयमा आफ्ना महत्त्वपूर्ण विचारहरू राख्दै हुन म आदरणीय गुरु भाइ पौडेलज्यूलाई हार्दिक अनुरोध गर्छु। Thank you, Ganesh sir. यस अन्तर्क्रिया कार्यक्रमका प्रमुख अतिथि यस क्षेत्रका शिक्षा क्षेत्रको एकजना हस्ती आदरणीय लोकनाथ उपाध्याय सर, काठमाडौँबाट मसँगै आउनुभएका मेरा मित्र यंगेस्ट सीए अफ द नेशन रञ्जित यादव सर, कपिलवस्तु जिल्लाका सहायक सिडिओ परशुराम पोखरेल सर, यसैगरी आदरणीय साक्य सर जो मञ्चमा आसीन हुनुहुन्छ र जसको लागि जोसँग कुरा गर्नलाई जसको अनुहार हेरेर देशको परिकल्पना गर्नलाई र जोसँग उभिएपछि बसेपछि हामी पुनः जिउँदो भएको अनुभूति गर्छौं, पुनः जवान भएको अनुभूति गर्छौं, त्यस्ता युवा साथीहरूको सानिध्यलाई सुरुमा म नमन गर्दछु। हामी आफ्नो विकासको बारेमा सबै चिन्तित छौं। आफ्नो व्यक्तिको विकास, मेरो विकास, आफ्नो विकासको बारेमा चिन्ता नभएको सायद मान्छे हुँदैन। र हामी किन चिन्तित हुन्छौं आफ्नो विकासको बारेमा भन्दा हाम्रा अगाडि सपनाहरू जिउँदा हुन्छन्। जसको अगाडि कुनै सपना हुँदैन त्यसको अगाडि जिन्दगी पनि हुँदैन। वास्तवमा हामी बाँचिरहेका हुन्छौं हरेक दिन। यसको यो हामीले पचाइरहने कारण के हो त भन्दा भोलि त केही हुन्छ कि, भरे केही हुन्छ कि, 1 वर्ष पछाडि केही हुन्छ कि, 2 वर्ष पछाडि केही हुन्छ कि, यो केही हुन्छ कि भन्ने जो चीज हुन्छ हाम्रो अगाडि त्यसले हामीलाई बचाइरहेको हुन्छ। जोसँग सपना हुँदैन त्यो मान्छे बाँचेको हुँदैन। त्यो मान्छे फिजिकल्ली बाँचेको होला, बायोलोजिकल्ली बाँचेको हुन्छ, त्यो स्पिरिचुअली इमोसनली बाँचेको हुँदैन। र जब मान्छेसँग बाँच्नका लागि सपना बाँकी हुँदैन ती मान्छेहरूले आत्महत्या गर्छन्। हामी यसरी युवाहरूसँग कुरा गरिरहँदा मैले भन्ने गरेको छु, तपाईँ कस्तो ईश्वरमा विश्वास गर्नुहुन्छ त्यो मैले भन्ने कुरा होइन, तर तपाईँ आफै डिस्कभर गरेर एउटा ईश्वरमा विश्वास गर्नुहोस् भन्छु मैले त। यो भनेर योगी सन्यासीहरूले गरेको एउटा धर्मको प्रवचन गर्ने गरेको मैले होइन। तर जब मेरो अगाडि बाँच्नका लागि आधारहरू सकिँदै जान्छन् र म एउटा त्यो आध्यात्मिक शक्तिमा पनि विश्वास गर्दिनँ भने मैले अन्तमा गर्ने भनेको आत्महत्या हो। र कमसेकम कुनै एउटा आध्यात्मिक शक्ति या ईश्वरमा मैले विश्वास गरेँ भने कमसेकम 1 मोर स्टेप इज स्टिल अ लाइफ, जहाँ लगेर मैले मेरो आस्था झुन्डाउन सक्छु, जहाँ लगेर मैले मेरा सपना फेरि झुन्डाउन सक्छु, जहाँबाट फेरि बाँच्ने प्रेरणा दिन सक्छु। त्यो कसैले नदेखेको, कसैले नाम पनि नराखेको त्यस्तो यो मेरो आफ्नै एउटा ईश्वर जहाँ बाँकी हुन्छ, त्यो ईश्वर मेरो सपना हो। त्योसँग मैले मेरो जीवनलाई गाँसेको हुन्छु। त्यसैले हामी जिउँदो बाँचेका हुन्छौँ। जोसँग सपना छैन त्यो मान्छे बाँचेको हुँदैन। कहिलेकाहीँ हामी सोच्छौं हाम्रो त कामै युवाहरूसँग जाने हो, अब हामी यतिका उमेरका भए पनि तपाईहरुको बीचमा गएपछि मलाई तपाईकै उमेरको भए जस्तो भ्रम सिर्जना हुन्छ। जवानको रूपमा आफूलाई म व्याख्या गर्छु, विश्लेषण गर्छु र त विश्वास पनि गर्छु। र मलाई सोधिन्छ र म पनि सोध्छु कि तपाईलाई के बन्ने रहन्छ जिन्दगीमा। आई डोन्ट नो। तपाईको अब 10 वर्ष पछाडि तपाई कहाँ आफूलाई देख्न चाहनुहुन्छ? देट अल्सो आई डोन्ट नो। इट डिपेन्ड्स अन व्हाट माई फादर सेज, इट डिपेन्ड्स अन व्हाट माई मदर सेज। अब हेरौं त्यो बेला कस्तो हुन्छ। त्यो बेला कस्तो हुने भनेको त्यो बेला कस्तो हुन्छ भनेर तपाईले आज निर्धारण गर्न सक्नुपर्ने हुन्छ जस्तो मलाई लाग्दछ। हामी किन आफ्नो करियरलाई, आफ्नो अगाडिको फ्युचरलाई निर्धारण गर्न सक्दैनौं? त्यसका धेरै धेरै कारणहरू हुन्छन्। तर म के भन्छु यहाँहरुलाई भने हाम्रा सोच पद्धतिहरू, प्याटर्न अफ थिंकिङलाई कहीं कहीं परिवर्तन गर्नु जरुरी छ।
र आज म विश्वास गर्छु आधा घण्टा मसँग कुराकानी गरेर तपाईँ घर गइसकेपछि या तपाईँ बाहिर गइसकेपछि तपाईलाई आउँदा अघि कस्तो तपाईँ हुनुहुन्थ्यो र जाँदा कस्तो हुनुहुन्छ सोचका हिसाबले त्यसमा निश्चित रूपमा परिवर्तन आउनु जरुरी छ। र परिवर्तन भोलि पर्सि अर्को हप्ता अर्को महिना अर्को साल आउने चिज होइन, परिवर्तन अहिले आउनु जरुरी छ, यहाँ आउनु जरुरी छ। त्यो सोचको परिवर्तन। अघि गणेशहरु was saying that a journey of 1,000 miles start with a single step भनिराख्नु भएको थियो। वास्तवमा त्यसका केही व्यवहारिक पक्षहरू छन्। हामी काम गर्ने मान्छेहरू हेर्नुस्, यो टिम जो आएको छ हामी काम गर्ने मान्छे हौं, हामी जमिनमा काम गरिरहेका छौं, हामी गाउँ गाउँ पुगिरहेका छौं, हामी जमिनमा काम गर्नेहरूसँग अन्तर्क्रिया गरिरहेका छौं। र म विश्वविद्यालयमा जति पढाएको होस् मैले किताबका कुरा गर्नेवाला छैन, मैले जीवनका र व्यवहारका कुरा गर्न आएको छु। त्यसैले किताबका कुरा आई वोन्ट बी टकिङ विथ यु टुडे। मैले यहाँ जमिनका कुरा गर्छु, सपनाका कुरा गर्छु, किनभने तपाईँ जस्तै म पनि दुखेको छु, तपाईँ जस्तै गणेश सर पनि दुख्नु भएको छ, हामी धेरै दुखेका छौं। त्यो दुखाइले हामीलाई जोडेको छ। पहिलो कुरा, तपाईले आज पनि विश्वास गर्नुहोस्, भोलि पनि विश्वास गर्नुहोस्, सधैँ विश्वास गर्नुहोस्, यो मन्त्र हो। पहिलो कुरा मैले तपाईलाई भन्ने भनेको एभ्री ब्रेन इज अ युनिक ब्रेन। जस्तो म तपाईँ जस्तै हुन सक्छु कुनै मोडमा, कुनै मुद्दामा, कुनै स्वभावमा, कुनै बानीमा, कुनै सपनामा, कुनै सोचाइमा। तर बेसिकली हेर्नुहोस्, तपाईँ र म हाम्रो ब्रेन जो हुन्छ त्यो युनिक हुन्छ। कसैको ब्रेन कसैसँग पनि कम्पेरेबल हुँदैन। मेरो ब्रेन युनिक छ भने म मान्छे युनिक भइसके। हेर्नुहोस्, यो विश्वास गर्नु जरुरी छ। एभ्री ब्रेन इज अ युनिक ब्रेन, देयरफोर एभ्री इन्डिभिजुअल इज अ युनिक इन्डिभिजुअल। तपाईँ उहाँ जस्तो होइन, तपाईँ उहाँ जस्तो हुँदै हो, उहाँ पनि तपाईँ जस्तो होइन, उहाँ पनि तपाईँ जस्तो होइन। हामी छुट्टा छुट्टै विशिष्ट व्यक्तिहरू हौ। त्यसैले गर्दाखेरि एभ्री ब्रेन इज अ युनिक ब्रेन। र युनिक ब्रेनको के हुन्छ भन्दा मेरो जस्तै स्वभाव तपाईको हुँदैन, तपाईको जस्तै स्वभाव उहाँको हुँदैन। त्यसैले मलाई इन्ट्रेस्ट, मलाई चाखलाने विषय छुट्टै हुन सक्छ। अघि परिचय गराइयो, नाटक लेख्छु, उपन्यास। यु सी आई कन्सिडर माइसेल्फ टु बी वर्ड स्मार्ट। कोही वर्ड स्मार्ट हुन सक्छ मान्छे, कोही पिक्चर स्मार्ट हुन सक्छ मान्छे, कोही टेक्नोलोजी स्मार्ट हुन सक्छ मान्छे, कोही नम्बर स्मार्ट हुन सक्छ मान्छे, कोही लजिक स्मार्ट हुन सक्छ मान्छे। तर त्यसलाई डिस्कभर कसले गर्न सक्दछ? आफैले गर्न सक्दछ। जस्तो म उपन्यास लेख्न सक्छु भन्ने कुरा, उपन्यास खतम लेखौँला, राम्रो लेखौँला, नराम्रो लेखौँला, त्यसमा मलाई कुनै घमण्ड र गौरव होइन थियो। तर के छ भने लेख्न त लेख्छु कमसेकम। त्यो लेख्न सक्छु भन्ने कुराको पोटेन्सियालिटी कसले डिस्कभर गर्यो भन्दा मैले आफैले डिस्कभर गरेको हो। तपाईको पोटेन्सियल, तपाईँ चार्टर्ड एकाउन्टेन्ट या डक्टर या इन्जिनियर, पाइलट या जग या मग जे बन्न सक्नुहुन्छ, त्यसको पहिलो डिस्कभरी गर्ने दायित्व भनेको तपाईको आफ्नो दायित्व हुन्छ। हाम्रो स्वभाव हामीलाई थाहा हुन्छ। मेरो ब्रेनको कुन पाटो एक्टिभ छ भन्ने कुरो आफूलाई थाहा हुनु जरुरी हुन्छ। जस्तो कसैको लेफ्ट ब्रेन एक्टिभ हुन्छ, ती मान्छेहरू नम्बरसँग काम गर्छन्। जस्तो कि रञ्जित सर यहाँ हुनुहुन्छ, चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्छ, उहाँको लेफ्ट ब्रेन एक्टिभ हो। त्यस्ता लेफ्ट ब्रेन एक्टिभ भएकाहरूले बीचमा गफ पनि गर्दैन, उनीहरू सुन्छन् र मैले गल्ती गरेँ भने उठेर मलाई सच्याउँछन्, तर उनीहरू बीचमा बोल्दैन। अनि राइट ब्रेन एक्टिभ भएकाहरू कल्पनाशील हुन्छन्, चिन्तनशील हुन्छन्, कवि कलाकार जस्ता हुन्छन्, गीत गाउनेहरू हुन्छन्, गीतकार जस्ता हुन्छन्, नाटककार जस्ता हुन्छन्, पेन्टर जस्ता हुन्छन्, कथाकार जस्ता हुन्छन्, उपन्यासकार जस्ता हुन्छन्, फिलोसोफर जस्ता हुन्छन्। र त्यो फिलोसोफर जस्तो मान्छेलाई लगेर चार्टर्ड एकाउन्टेन्ट बन्ने हामीले दुष्प्रयास कोसिस गर्यौं भने फेलर हुन्छ। जो मान्छे लोजिकल माइन्डेड हुन्छ, अल्बर्ट आइन्स्टाइन जस्तो मान्छे हुन्छ, अल्बर्ट आइन्स्टाइनको नाति भन्न सुहाउने हुन्छ, उसको लेफ्ट ब्रेन, न्यूमेरिकल ब्रेन या लजिकल ब्रेन जसको एक्टिभ हुन्छ, त्यो मान्छे अलिकति हदसम्म यतातिर राइट ब्रेनतिर तानिन चाहिँ सक्छ, तर राइटवाला मान्छेहरू लेफ्टतिर तानिन सक्दैन। तपाईँ विचार गर्नुहोस्, तपाईँ लेफ्टी हो कि राइटी हो ब्रेनका हिसाबले। लेफ्ट ब्रेन एक्टिभ भएको मान्छेले दाहिने हात बढी चलाउँछ या दाहिने एक्टिभ भएकोले बायाँ हात बढी चलाउँछ भन्ने कुरा होइन, त्यो अर्कै छुट्टै फिजियोलोजीको कुरा हो। तर जो मान्छेको लेफ्ट ब्रेन बढी एक्टिभ हुन्छ त्यो मान्छेलाई अलिकति साइन्सतिर बढी झुकाउ हुन्छ, इन्जिनियरिङतिर बढी झुकाउ हुन्छ, मेडिकलतिर बढी झुकाउ हुन्छ। जसको राइट ब्रेन लेफ्ट हुन्छ अलि इमोसनल हुन्छ, म जस्तो अलि गीत गाउने खालको मान्छे हुन्छ, अलि कलाकार जस्तो मान्छे हुन्छ, अलिकति पेन्टिङ गर्ने खालको मान्छे हुन्छ, अलिकति केही पायो भने कविता पनि लेख्ने मान्छे हुन्छ, र अलि छिटो रोइ पनि हाल्छ। रुने बारेमा त मैले भन्ने गरेको छु, लेख्ने पनि गरेको छु। पुरुषहरू रुनु हुँदैन भन्छन्, कति पुरुषहरू त यति कमजोर
सार्वजनिक ठाउँमा त रुन सक्दैनन्, घरमा दैलो थुनेर पनि रुन सक्दैनन्। कस्ता कमजोर। र यो आँसु र रुनुलाई लगेर स्ट्रेङ्थसँग जोड्ने को हो? वी डोन्ट अन्डरस्ट्यान्ड, आई डोन्ट अन्डरस्ट्यान्ड। म त्यो कुरालाई मान्दिनँ, तपाईँ पनि नमान्नुहोस्। कहिलेकाहीँ रुन मन लाग्छ, रुनुहोस्। देश दुखेको बेला रुन मन लाग्छ, आमा बिमारी भएको बेला रुन मन लाग्छ, सपनाहरू चकनाचुर भएको बेला रुन मन लाग्छ। मैले जीवनमा दुईटा प्रभाव, दुईटा भनाइहरूलाई कहिले पनि विश्वास गरिनँ साथीहरू। त्यही भएर म कहिलेकाहीँ रोइदिन्छु। हेर्नुहोस्, जब मेरा सपनाहरू टुट्छन्, मेरो प्रयासहरू टुट्छ, मलाई रुन मन लाग्छ। र भन्ने गरेका थिए गुरुहरूले, फेलियर्स आर द पिलर्स अफ सक्सेस। मैले जीवनमा कहिले पनि यो कुरालाई विश्वास गरिनँ। फेलियर्स आर द पिलर्स अफ सक्सेस भनिसक्दा अल्छी हुने सुविधा पाइन्छ। यसपल्ट फेलियर हो, इट इज ए पिलर टु सक्सेस भनौँ। अब अर्कोपल्ट तपाईँ योपल्ट फेल भएर अर्को वर्ष जाँदाखेरि के हुन्छ? तपाईँ जस्ता 1000 जना अरू कम्पिटिटर नयाँ आउँछन् क्या आउनु। 1 वर्षको बीचमा जमिन कहाँदेखि कहाँ पुग्छ, धरातल कहाँदेखि कहाँ पुग्छ, विश्व कहाँदेखि कहाँ पुग्छ, बजार कहाँदेखि कहाँ पुग्छ, नयाँ अनुहारहरू आउँछन् र भाइ पुस्ता र बहिनी पुस्तासँग तपाईँ उभिएर कम्पिटिसन गर्नुपर्ने हुन्छ। फेलियर्स आर नट द पिलर्स अफ सक्सेस। किनभने फेलियर्स आर पिलर्स अफ सक्सेस भन्नलाई मैले फेलियरको बारेमा चिन्तन गरेको हुनुपर्छ, मैले फेलियरको बारेमा सोचेको हुनुपर्छ, फेलियरको बारेमा कन्टेम्प्लेसन गरेको हुन्छ। म के भन्छु, मसँग फेलियरका लागि चिन्तन गर्ने समय छैन साथी। तपाईसँग छ? डु यु हेभ टाइम टु थिङ्क अबाउट फेलियर? छ कि छैन? तपाईँसँग समय छैन भन्नुपर्छ। थियो भने पनि छैन। यो प्रभावलाई कहिले विश्वास नगर्नुहोस्। किनभने फेलियरको बारेमा कुरा गरिसक्दा यु आर अलवेज थिङ्किङ अबाउट फेलियर। फेलियर्स आर द पिलर अफ सक्सेस। त्यसो भनेपछि त आहा यो वर्ष फेल भयो भने बाबु अर्को वर्ष छ अर्को, त्यो त एउटा सान्त्वनाको कुरा हो। हेर्नुहोस्, अलि निर्मम पनि हुनु जरुरी छ। अहिलेको समयको कम्पिटिसनलाई हेरेर निर्मम हुनु पनि जरुरी छ। कहिलेकाहीँ मैले गाली पनि खाने गरेको छु। फेलियर्स आर पिलर अफ सक्सेस होइन भन्दाखेरि विद्यार्थीहरूमा त्यसको नकारात्मक प्रभाव पर्छ। फेल भइसक्यो भने गएर भनौँला, सान्त्वना दिनलाई, कन्सोलेटरी रिमार्क्सहरू दिनलाई। फेल भइसक्यो कोही गरे भनौँला, तर फेल हुनुभन्दा अगाडि कहिले पनि भन्नुहुन्न। यो सुविधा लिन्छ मान्छेले, दिमाग स्वतः सुविधा भोगी हुन्छ। फेलियर्स आर नट द पिलर्स अफ सक्सेस। एउटा कुरा। अर्को कुरा, मैले कहिले पनि विश्वास नगरेको कुरा, तपाईँ पनि विश्वास नगर्नुहोस्, स्लो एन्ड स्टेडी विन्स द रेस। मलाई विश्वास लाग्दैन। तपाईँलाई विश्वास लाग्छ? हामी हिजो काठमाडौँबाट आउँदा स्लो एन्ड स्टेडी विन्स द रेस भनेर हिँडेको भए अहिलेसम्म हामी नारायण घाट काटेका हुँदैनथ्यौँ। फास्ट एन्ड स्टेडी विन्स द रेस। र फास्टमा स्टेडी हुन्छ सर? द्याट मे बी योर क्वेसन। फास्टमा पनि स्टेडी हुन्छ। संसारका फास्टेस्ट रोकेट्सहरू छन्, संसारमा फास्टेस्ट एरोप्लेनहरू छन्, संसारमा फास्टेस्ट ट्रेनहरू छन्, फास्टेस्ट वर्किङ कम्प्युटरहरू छन्। र तिनीहरू किन विशिष्ट छन्? तिनीहरू स्टेडी छन्। एक्स्ट्रा अर्डिनेरी चिज चाहिँ फास्ट पनि हुन्छ, स्टेडी पनि हुन्छ। तर जो एक्स्ट्रा अर्डिनेरी हुँदैन त्यो फास्ट हुन्छ तर स्टेडी हुँदैन। अनि त्रिशुलीमा गएर गुवामै, त त्रिशुलीमा गुवामैवाला कुरा हो। त्यसैले स्लो भयो भने के हुन्छ? अर्को मान्छेले ओभरटेक गरिदिन्छ। अब स्लो एन्ड स्टेडी विन्स द रेस, यो बेकारको गौरव गर्ने कुरा हो। यो एउटा के छ भने यो सान्त्वना पुरस्कारवाला कुरा हो। तपाईँले सान्त्वना पुरस्कार जित्नु भएको छ? स्कुलमा दिन्छन् नि। म पनि धेरै कम्पिटिसनहरूमा जान्छु, कविता प्रतियोगिताहरूमा, लेखन प्रतियोगिताहरूमा जज भएर पनि जान्छु। र जहाँ जहाँ सान्त्वना पुरस्कार, चौथो पुरस्कारलाई भनिन्छ, म विद्रोह गर्छु। तपाईँ सान्त्वना पुरस्कार किन भन्नुहुन्छ? सान्त्वना भनेको के हो? शब्दको अर्थ के हो? केही पनि गर्न नसक्नेलाई ललिपप दिए जस्तो हो कि होइन? सान्त्वना पुरस्कार के? सान्त्वना पुरस्कार 1000 जनाको बीचमा कम्पिटिसन गरेर चौथो पुरस्कार आउँछ भने गौरवपूर्ण चौथो पुरस्कार भन्नु जरुरी हुन्छ। सान्त्वना भनेको त गनगने शब्द हो। यो सान्त्वना खाने, सान्त्वना दिने, सान्त्वना लिने मान्छेहरू कमजोर हुन्छन्। हेर्नुहोस्, तपाईँहरू भोलि गएर जहाँ तपाईँ एजुकेसनल लिडर बन्नु होला, त्यस्तो कम्पिटिटिङ ठाउँहरूमा पुग्नु होला, या तपाईँ जज या निर्णायक हुनुहुन्छ होला, त्यहाँ सान्त्वना कसैले भन्यो भने त्यसको विरोध गर्नुहोस्। के को सान्त्वना? सान्त्वना इज ए वेकनिङ वर्ड। हामीलाई कसैको सान्त्वनाको जरुरी छैन। र मैले चौथो पुरस्कार आफूले जितेको पुरस्कार हो, चौथो भन्दा गौरव हुन्छ। सान्त्वना भन्न मलाई गौरव हुन्छ। र मलाई लाग्छ तपाईँहरूलाई पनि गौरव हुनु जरुरी हुँदैन त्यसको। हामी वी वर टकिङ अबाउट डिस्कभरिङ इन्फाइनाइट ह्युमन पोटेन्सियल। अघि मैले भने एभ्री ब्रेन इज ए युनिक ब्रेन। र हामीलाई भन्ने गरिएको छ मेरो ब्रेनको जति शक्ति छ 0.3% जति युज गर्यो भने मान्छे महापुरुष हुन्छ अरे, अल्बर्ट आइन्स्टाइन जस्तो हुन्छ। हामी कति प्रयोग गर्दा रहेछौँ भन्ने कुरो आई डोन्ट नो। इन्फाइनाइटली स्मल अमाउन्ट
यति स्मल अमाउन्ट अफ ब्रेन मैले युज गरिरहेको हुन्छु। तपाईँले कति युज गर्नुभएको छ मलाई त थाहा छैन, तपाईँको पक्का पनि 10 भन्दा माथि छ भन्ने मैले विश्वास लिएको छु। तर पनि नर्मली वाट ह्यापन्स इज हामी हाम्रो ब्रेनलाई युजै गरिरहेका हुँदैनौँ, हाम्रो ब्रेन युजमै हुँदैन। र तपाईँले साइन्स पढेर आउनु भएको छ भने युज एन्ड डिसयुज थ्योरी भन्ने कुरा छ। जो चिजको प्रयोग हुँदैन नि त्यो चिज जब प्रयोग हुँदैन, प्रयोग भएन भने बिस्तारै बिस्तारै डिसयुज हुँदै जाने कुरा हो, त्यो डिफर्म हुँदै जाने कुरा हो, त्यसले काम गर्न छोडिसकेको हुन्छ। लुक, इन्फाइनाइट ह्युमन पोटेन्सियल। तिमी केही गर्न सक्दैनौ, म केही पनि गर्न सक्दिनँ, अब मेरो चाहिँ जन्म नै बेकार भयो, अब मेरो चाहिँ कोही पनि छैन भन्ने यस्ता ढङ्गले स्वभावहरू जो हुन्छन्, त्यो स्वभावहरू हामीले आफूले आफूमा कल्टिभेट गरिरहेका हुन्छौँ। त्यो स्वभावबाट पहिलोपल्ट मान्छे तपाईहरू अहिले मुक्त हुनु जरुरी छ। त्यसका लागि हामी सबैले आफैलाई भन्नुपर्छ, आई एम एन एक्स्ट्राअर्डिनरी ह्युमन बिङ। हामीसँग फेलरका लागि हामी एक्स्ट्राअर्डिनरी नहुनलाई के कारणले रोकेको छ? हामीले के छैन हामीसँग? त्यो कुरा के हो? नभएको कुरा। र नभएको कुरामा निर्माण गर्न सक्ने मान्छे एक्स्ट्राअर्डिनरी मान्छे हुन्छ। तपाईले आजदेखि अहिलेको मोडबाट सोच्ने हो यो कुरा कि वी आर एक्स्ट्राअर्डिनरी पिपल। त्यसको अर्थ के हुन्छ? एक्स्ट्राअर्डिनरी मान्छे कसरी बिहेभ गर्छन्, एक्स्ट्राअर्डिनरी मान्छे कसरी माथि पुगेका छन्, एक्स्ट्राअर्डिनरी मान्छेको जीवन पद्धति के हुन्छ, उनीहरूको अध्ययन पद्धति के हुन्छ, उनीहरूको सपनाको पद्धति के हुन्छ, उनीहरूको चिन्तनको पद्धति के हुन्छ भनेर तपाईले फलो गर्नु जरुरी हुन्छ। तपाईको आइडियल को हो? तपाईले अनुकरण गर्नुपर्ने मान्छे को हो? तपाईले अनुकरण गर्नुपर्ने मान्छेको जीवन शैली के हो? यस्ता कुरामाथि हामी जानु जरुरी हुन्छ। एक्स्ट्राअर्डिनरी मान्छे पुग्छ। हेर्नुहोस्, पासाङ लामो शेर्पाको नाम सुन्नुभएको छ। 3 जनाको ग्रुप बनाएकी थिइन् तिनले, र त्यसपछि पर्यटन मन्त्रालयमा पुगेछिन्। र मन्त्रीज्यू, अब हामी चाहिँ 3 जना चाहिँ एकदम चाहिँ अब एउटा यो वुमेन माउन्टेनर्स एसोसिएसन छ, त्यसबाट हामी सगरमाथा चढ्छौँ भन्दा मन्त्रीहरू यस्तो पनि कुरा गर्छ। एक त लेडिजहरू 3 जना, महिलाहरू, अनि 3 जना तपाईहरु नचढ्नुहोस्, इन्डियाबाट बच्छेन्द्री पालको एउटा टिम जाँदैछ सगरमाथा, त्योसँग मिसाइदिन्छु, कहाँसम्म पुग्नुहुन्छ, अलि माथिसम्म पुग्नुहुन्छ भन्दाखेरि उनले विद्रोह गरेकी थिइन् र मन्त्रीलाई च्यालेन्ज गरेर सगरमाथा चढ्न गएको पासाङ लामो शेर्पा। ऊ सगरमाथा चढेका कारणले उनको मृत्यु भएको होइन। बाटोमा आँधीहुरी आयो जो ऊभन्दा अलिकति माथि थियो आँधीहुरी। तर त्यो डिटर्मिनेसन सगरमाथा चढ्ने पासाङ लामोले त्यो बेला नगरेको भए केही पनि हुने थिएन। हो रहेछ मन्त्रीज्यूले भनेको कुरा, म चढ्नु हुने रहेछ, म त विक रहेछु भनेर त विश्वास गरेर बसेको भए हातमा दही जान्थ्यो होला। तर देशले आज पासाङ लामो भन्ने थिएन र म यो भाषणमा पनि भन्ने थिएन पासाङ लामो शेर्पा। त्यो लाइनबाट त्यसरी जानुहोस्, तपाईँ पनि सगरमाथा चढ्नुहोस् भन्ने कुरा होइन मेरो। तर तपाईँको सपनाको सगरमाथा चढ्नलाई केहीले पनि रोक्नु हुँदैन साथीहरू भन्ने कुरा। केले रोक्छ? सपनाको सगरमाथा चढ्नलाई केले रोक्ने हो? तपाईसँग छ त रोक्ने चीजहरू, त्यसको म कुरा गर्छु। ब्रेनलाई प्रयोग गरेन भने, रिसोर्सलाई प्रयोग गरेन भने, आफूसँग भएको संसाधनलाई प्रयोग गरेन भने पाप लाग्छ। एउटा कथा छ बाइबलमा, यतातिर धर्मशास्त्रहरूमा त्यस्ता कथाहरू पनि छन्। एकजना ठूला व्यापारी थिए, ल्यान्डलर्ड थिए। ल्यान्डलर्डको त जमिन हुन्छ नि धेरै, 10औं बिघा जमिन थियो। र फादर फार्मर, एकदम ठूलो प्रसिद्ध फार्मर। र उनले एकपल्ट तीर्थाटनतिर जानु पर्यो, या तीर्थ गर्न जानु पर्यो भनेर सोचे। कति बसिरहने, अब बोर पनि भइसक्यो जिन्दगीमा, तीर्थाटन गर्न जानु पर्यो। र जाँदाखेरि अब गएको मान्छे कहिले फर्किने हो, 10 वर्ष पनि लाग्न सक्छ, नफर्किन पनि सक्छ मान्छे। र उनले एकदमै ट्रस्ट गरेका 4 जना उनका कामदार थिए, नोकरहरू। र उनीहरूलाई आएर भनेछन्, तिमीहरूलाई म एकवटा ट्यालेन्ट भनेको पैसा हो। त्यो बेलामा, अहिले चाहिँ ट्यालेन्ट भनेको चाहिँ बुद्धि हो नि, त्यो बेलामा चाहिँ पैसा 1 रुपियाँ 2 रुपियाँ भने जस्तो 1 ट्यालेन्ट 2 ट्यालेन्ट भन्ने त्यो बेला थियो जमाना। र एउटा ट्यालेन्ट दिनु हो। र उहाँले भन्नुभयो, अब तिमीहरू यो ट्यालेन्टले आफ्नो आफ्नो उद्योग धन्दा खोल, म 4 वर्ष 5 वर्ष 10 वर्ष पछाडि फर्किन सक्छु, र तिमीहरूले मेरो ऋण तिर्नुपर्छ। त्यो बेलामा मेरो एक ट्यालेन्ट तिमीहरूले फिर्ता गर्नुपर्छ, र सकेसम्म तिमीहरूले ब्याज सहित फिर्ता गर्नुपर्छ भनेर जानुभयो। गइसकेपछि ती 4 जना काममा लागे। तीनवटाले इन्भेस्टमेन्ट गरे। एउटा मान्छे चाहिँ डरायो कसरी भन्दा, यो इन्भेस्ट गरौँला जमिनमा, त्यो वर्ष मकै नफल्ला, या सलहले खाइदेला,
या भुइँचालो आउला या पहिरो लड्ला या बाढी आउला यस्ता यस्ता तमाम कुराहरू सोच्न थालेपछि उसलाई यति डर लाग्यो, इफ आई क्यानट पे ब्याक माई मास्टर, मेरो त बडा हालत हुन्छ। र उसले त्यो राखिरह्यो त्यो ट्यालेन्ट। अरूले के गरे? इन्भेस्ट गरे। र 10 वर्ष पछाडि त्यो मालिक फर्केर आएपछि सोध्यो, उसले त हिसाब किताब माग्यो। हिसाब किताब मागिसकेपछि एउटाले 1 ट्यालेन्टको सट्टा 2 ट्यालेन्ट बुझायो, अर्कोले 4 ट्यालेन्ट बुझायो, अर्कोले 8 ट्यालेन्ट बुझायो र एउटाले आफ्नो ट्यालेन्ट ल्याएर थियो। सोधे, किन तिमीले इन्भेस्टमेन्ट नगरेको? भन्दा मालिक, मलाई त तपाईको ट्यालेन्ट यति प्यारो थियो, यति मलाई त्यसको माया लाग्यो कि मैले त्यसलाई इन्भेस्ट कसैलाई कहीँ इन्भेस्ट गर्न सकिनँ। र दोस्रो कुरो, मलाई यो डर पनि लाग्यो कि पेपरमा त घाटा पनि लाग्न सक्छ, डर पनि लाग्यो र मैले त्यो इन्भेस्ट गर्न सकिनँ र तपाईको ट्यालेन्ट तपाईलाई फिर्ता भन्दाखेरि मालिकले उहाँलाई देश निकाला गरिदिनु भयो। जो निकममा छ, जसले यति पनि आँट गर्न सक्दैन, आफूसँग भएको चिजलाई प्रयोगमा ल्याउन सक्दैन भने त्यो निकममाको केही पनि काम हुँदैन देशमा। तपाईसँग त्यस्तो युनिक ब्रेन छ, कति % युज गर्नुभएको छ? आज हामी एकजना स्वामीले भेट्न गएका थियौँ बिहानै, हामी 3 जना। उहाँले हामीलाई अनुहार हेरेर भन्नुभयो, बाबुहरू तिमीहरूसँग जति ऊर्जा छ त्यसको 10% पनि युज गरेका छैनौ तिमीहरूले। नयाँ गाउँमा छ नि त्यहाँ, तपाईँहरूलाई थाहा छ नि एकजना स्वामीजी, उहाँ गएर एकदम, स्वामीजी हामी त आशीर्वचन लिन आएका भने यसो हेरेर तपाईँहरूसँग जति इनर्जी छ 10% पनि युज गर्नु भएको छैन। उहाँ योगी सन्यासी महाराज गुरु भएको हुनाले 10% सम्म भन्नुभयो। मलाई आफैलाई थाहा छ मैले 2% पनि प्रयोग गरेको छैन। तपाईले कति % प्रयोग गर्नुभएको छ? तपाईको ऊर्जा, तपाईको ब्रेन, तपाईको इनर्जी, त्यो कुरा एकदमै जरुरी छ। तब क्वेसन आउँछ कि हामीसँग भएको इन्फाइनाइट ह्युमन पोटेन्शियललाई हामीले कहाँबाट डिस्कभरी सुरु गर्ने भन्दाखेरि अघि मैले भनेको छु तपाईलाई 2टा मन्त्र अहिलेसम्म छ। एउटा, एभ्री ब्रेन इज ए युनिक ब्रेन, त्यो नछोड्नुहोस्। दोस्रो कुरा, यु आर एक्स्ट्राअर्डिनरी, यो पनि नछोड्नुहोस्। यो होलबाट बाहिर गइसक्दाखेरि छोड्नु हुँदैन यो कुरा कि यु आर एक्स्ट्राअर्डिनरी। अनि एक्स्ट्राअर्डिनरी मान्छेको हिँडाइ फरक हुनुपर्छ, एक्स्ट्राअर्डिनरी मान्छेको बोली फरक हुनुपर्छ, एक्स्ट्राअर्डिनरी मान्छेको